हामीले खोजेको सबैको साझा राजा हामीले राजनीति गर्ने राजा सबैले अभिभावकत्व चाहिँ यो व्यक्तिबाट हुनसक्छ भन्ने त्यस्तो संस्था खोज्या नवयुवराज हृदयेन्द्रको बारेमा खाली गर्ने कुरा हो अर्काको टिका टिप्पणी त्यसरी गर्ने हो त्यस्तो टिका टिप्पणी गर्दा के हुँदो रहेछ भन्ने कुरा देखियो होला म एकजना फिल्म हेर्नु नगरेर रोक्या हो यो उहाँको फिल्मको अवस्था त कुन तहमा पुग्यो भनेर त देख्नुभयो होला त्यसो कसैले कुनै घमण्ड गर्नु म पनि घमण्ड राम्रै रहेछ कुनै के रहेछ त्यसरी चाहिँ नि बरु हिरोमा आए हुन्छ अब त्यो चाहिँ के भन्छ चाहिँ अभिनय गर्न जान्नु भएको जानेकै होला नभए सिकिहालिन्छ यस्तो हल्का फुल्का कुरा गर्ने कोसँग कुरा गरिरहेको छु कस्तो खालको परिवारको अथवा कस्तो खालको व्यक्तित्वसँग कुरा गरिरहेको छु भनेर सोध्नुपर्छ आफ्नो चोरा गर्दै जहाजको टिकट काट्नु भन्नुभयो म जहाज चलाइदिन्छु भन्नुभयो होइन घर घरमा ग्यासको पाइप आउँछ त्यो ग्यासको सिलिन्डर बोकेर हिँड्नु भन्नुभयो होइन त्यहाँ कुस्मासम्म पुगेपछि त्यो म्याग्दी पुगिहाल्छ के भन्छ बाग्लुङसम्म पुगेपछि कुस्मामा स्टेसन भइहाल्छ यस्ता कुरा त्यही भएर तह हुन्छ यो मुलुकमा चाहिन्छ भन्दा यो संहिता खारेज गर्नुपर्छ भन्दा यो धर्मनिरपेक्षता खारेज गर्नुपर्छ भन्दा हामीलाई जेलमा लान दिने अधिकार यो संविधानले दिँदैन। दर्शकवृन्द नमस्कार, विश्वभरिबाट मुगलानी खबर हेर्दै बस्नुभएका तमाम दर्शक श्रोताहरूमा हार्दिक स्वागत छ। म हुँ गणेश छेत्री। दर्शकवृन्द पछिल्लो समय राजनीति क्षेत्रमा अलि फरक ढङ्गले चलिरहेको यहाँलाई सर्वविदित छ। राजनीति क्षेत्रमा एक किसिमले भन्ने हो भने गणतन्त्रवादी भर्सेस राजावादीको एउटा पौठेजोरी जस्तो चलिरहेको छ। आज हामी अब राज संस्थावादीहरू कसरी अगाडि बढ्छन् त, राज संस्थावादीहरूको आन्दोलन कसरी चल्छ त, अहिले राज संस्थावादीहरू भनिरहेका छन् हामी पृथ्वी पदलाई अँगाल्दैछौँ। यही पथमा रहेर अब राष्ट्रिय झन्डाभित्र रहेर हामी आगामी आन्दोलनहरू अगाडि चर्काउँदै जान्छौँ र यो गणतन्त्रवादी सत्ता अथवा सरकारलाई हामी ध्वंस गरेर फेरि यो देशमा राज संस्था संवैधानिक राज संस्था पुनर्स्थापना गर्छौँ, हिन्दू अधिराज्य बनाउँछौँ र प्रदेश संरचना खारेज गर्छौँ भन्दै राज संस्थावादीहरू एक ठाउँमा छन्। आज हामी यी यावत विषयमा केन्द्रित रहेर कुराकानी गर्नको लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ पूर्व मन्त्री तथा बागमती प्रदेश सभा सदस्य माननीय उद्धव थापाजी हुनुहुन्छ। म उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। यहाँलाई हार्दिक स्वागत छ। आराम हुनुहुन्छ? एकदम ठिक। अब आजभोलि तपाईँहरू अलि व्यस्त हुनुहुन्छ, गणतन्त्रवादी सरकारलाई ढाल्नै पर्छ भनेर चाहिँ लागिरहनु भएको छ। सरकार ढाल्ने होइन, यो व्यवस्थै ढाल्ने, परिवर्तन गर्नको लागि व्यवस्था परिवर्तन गर्नुपर्छ भनेर लागेको छ। साँच्चीकै जनताको अवस्था नै बदल्ने हो भने तपाईँहरू त यही गणतन्त्रमा रहेर पनि आफ्ना माग मुद्दा राखेर पनि त परिवर्तन गर्न चाहनुहुन्थ्यो। तर फेरि अब तपाईँले यस्तो व्यवस्थै बदल्नु भन्दाखेरि फेरि धेरैको जनधनको क्षति होला, विभिन्न समस्या हुन सक्छ नि त। होइन, यसो छ, हामी जनधनको क्षति नहोस् भन्ने नै चाहने हो। हामीले के भनेका थियौँ भने 2062-63 को परिवर्तन पछाडि यो गणतन्त्र संघीयता र धर्मनिरपेक्ष यो मुलुकको लागि फाप हुँदैन, यो गलत बाटो हो, यो रोड म्यापबाट गयो भने मुलुक दुर्घटनामा पुग्छ भन्ने हामीले त्यति बेला बोलेका कुरा हो। त्यसै भएर आज 18 वर्ष पुग्दा नपुग्दै मुलुक दुर्घटना हुन लागिरहेछ र मुलुकै चाहिँ कोल्याप्स हुन्छ कि भन्ने खालको अवस्था सिर्जना भएको छ। अहिले त त्यसै भएर हामीले के भने यो बाटो गलत छ, यहाँ संवैधानिक राज संस्थाको आवश्यकता छ। सबै देश मेचीदेखि महाकालीसम्मका सबै भाषाभाषी, सबै जात जाति र सबै भेगमा बस्ने मान्छेहरूको एउटा साझा एउटा त्यस्तो प्रतिनिधित्व चाहिन्छ, साझा एउटा संस्था चाहिन्छ। त्यो चुनावभन्दा माथि उठेको त्यति बेलाको परिकल्पना हो हाम्रो। त्यस पछाडि अर्को यिनीहरूले धर्मनिरपेक्ष भनेका छन्, त्यो धर्मनिरपेक्ष यो गलत छ र विश्वमा करिब 1.25 करोडभन्दा बढी मानिसहरू चाहिँ हिन्दू धर्मावलम्बीहरू छन्। त्यसको आस्थाको केन्द्र ऋषिमुनिहरूको तपोभूमि पशुपतिनाथको मुलुक यो चाहिँ हुनुपर्छ भनेर यसलाई हामीले के भनेको छ भने सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दू राष्ट्र यसको पहिचान हो, यो आवश्यक छ भनेर भनेको थियौँ। त्यसै गरी हामीले यो चाहिँ निसंहिता मुलुकले धार्न सक्दैन, यो हाम्रो सानो मुलुक हो। सानो मुलुकमा एकात्मक राज्य नै आवश्यक छ र सङ्घमा एउटा राज्य सरकार र चाहिँ स्थानीय तहलाई चाहिँ अधिकार सम्पन्न स्थानीय निकाय बनाउने, त्यति भयो भने यो सरकार चल्छ। होइन भने यो सबै कुराले तर जनताले के भनिरहेका छन् भने यो तन्त्र अथवा ऊ तन्त्र, यो वाद अथवा ऊ वादमा कुनै पनि डिपेन्ड गर्दैन। साँच्चीकै यो देशमा विकास निकास समृद्धि छाउने हो भने, यो देशलाई समृद्धितिर लैजाने हो भने एउटा भिजन भएको मान्छेको आवश्यकता छ भन्ने कुरा छ। त्यो चाहिँ पक्का हो। भिजन भएको मान्छे आइदिएको भए त्यस्तो हुने थिएन। भिजन भएको मान्छेहरू नभएकै कारणले गर्दा यिनीहरूले पनि बिग्रेको कारण त्यही हो। तन्त्रको वास्तवमा दोष भन्दा पनि यो चलाउने मान्छेको पनि दोष भयो। के भयो भने यति बेला नगरे कहिले गर्ने भने जस्तै भ्रष्टाचार
एफआइआरका मुद्दाको कुरा गरौँ न त, फाइलहरूका कुरा गरौँ न त। त्यो फाइलहरू कति बनेको र ती फाइलहरूप्रति र चाहिँ कुन निकायले हेर्नुपर्ने निकायले हेऱ्यो कि हेरेन भनेर हेरौँ न। त्यस कारण यहाँ दोषै के छ भने आफैले नियुक्ति गरेका मान्छेले आफूलाई कारबाही हुँदैन, यो अवस्था हो नि त। र अहिलेको जुन सरकार भनेको चाहिँ के भने प्रश्न छ, दुई ठुला पार्टीहरू बहुदलीय व्यवस्था। हामीले के भनेको छ, बहुदलीय व्यवस्था लोकतन्त्रसँग हाम्रो असहमति नै होइन, हाम्रो चाहिँ केही कुराहरूमा हाम्रो जस्तो उहाँहरूले पनि भन्नुभएको छ यो संविधानमा अब संशोधन गर्ने बेला आयो भनेको छ। त्यो संशोधनमा यी चिज पनि आवश्यक छ है, त्यसकारण व्यवस्था परिवर्तन गर्नुपर्ने अवस्था आइपुग्यो भनेर भने हौँ। जस्तो अब भनौँ न, उहाँहरूले के गर्नुहुन्छ भने अख्तियार उहाँहरूको नियुक्तिमा हुन्छ, न्यायाधीशहरू अब उहाँहरूले नै नियुक्ति गर्ने हो, अझ भागबण्डामा नियुक्ति गर्ने, त्यो पनि प्रक्रियामा पुगेर पालो आएको मान्छेलाई बनाउने कुरा होइन। यो मेरो मान्छे कि तेरो मान्छे अनि कति पैसा लिएर बनाउने भन्ने कुराहरूको ढङ्गबाट र मैले तीनजना बनाउनलाई तपाईँले दुईजना अर्कोले एकजना भनेर भागबण्डा गरेर बनाइएका मान्छेले गर्ने काम के हुन्छ? न्यायालय त्यस्तै भइरहेछ। त्यसै पछाडि चाहिँ अब पुलिसको कुरा गऱ्यो भने त्यस्तै छ। अहिलेसम्म यिनीहरूले छुन नसकेको भने आर्मी हो, आर्मीलाई मात्र छुन सकेको अवस्था छैन। त्यस पछाडि अब चाहिँ अरू राजनीतिक नियुक्तिहरूका कुरा त्यस्तै छ, न्याय के भन्छ राजदूतहरू बनाउने कुरा त्यस्तै छ। योग्य मान्छेलाई बनाउने होइन कि मेरो मान्छेलाई बनाउने भएपछि त्यो देशले हेर्ने दृष्टिकोण के हुन्छ, उसको त्यहाँको भूमिका के हुन्छ। त्यस्तै अख्तियारको कुरा गरौँ, लोकसेवाको कुरा गरौँ, महालेखाको कुरा गरौँ होइन, धेरै त्यस्ता छ नि। अब धेरै त्यस्ता चाहिँ नि निकायहरूमा जस्तै चाहिँ एमनेस्टीका कुराहरू छन्, त्यसै मानव अधिकारका कुरा छन्, जातीय चाहिँ सङ्गठनहरूका कुराहरू छन्। यी सबै कुराहरूमा भागबण्डा हुने भए पछाडि जागिरमा त्यस्तै भागबण्डा अनि आफूले बनाएका मान्छेहरू प्रमोसन हुँदै भोलि ती मान्छे मार्फत काम गर्छ भनेपछि अहिलेको सरकार गलत हो। सबै प्रक्रिया, उहाँहरूको सोच, उहाँहरूको गतिविधि, उहाँहरूले गरेको क्रियाकलाप सबै गलत छ। त्यही गलत भएको कारणले गर्दा यो अवस्था सिर्जना भयो। हेर्नुहोस् अर्को कुरा, गणतन्त्र अब विश्वमा सबैभन्दा कम विकसित र जनताले दुःख पाएको कहीँ छ भनेर हेर्नुभयो भने 20वटा देशमा गणतन्त्र छ। अब विश्वमा सबैभन्दा बढी खुसी र सुखी कहाँ छन् भनेर हेऱ्यो भने चाहिँ 20वटा अति विकसित देशहरूलाई हेर्ने हो भने त्यसमा 13वटा देशमा चाहिँ राजसंस्था छ, 13वटा देशमा। अनि बाँकी 7वटा देश मात्र गणतन्त्रवादीहरू छन्, गणतन्त्रका देशहरू छन्। अब गणतन्त्रका देशहरू भन्दाखेरि अमेरिका पर्छ होइन, त्यस्तै इटाली पर्छ, फ्रान्स पर्छ, यिनीहरू गणतन्त्र भएका देशहरू, जर्मनी पर्छ। ती 7 मध्ये भने अब असाध्यै विश्वमा सुखी खुसी भएको देश कहाँ भनेर खोज्यो भने स्केन्डिनेभिया भन्छ, त्यो भनेको डेनमार्क, स्विडेन, त्यस पछाडि नर्वे, नेदरल्यान्ड, यी देशहरूका जनता सबैभन्दा खुसी र सुखी छन् भन्ने अहिलेको तथ्याङ्क देखाउँछ। भनेको ती देशहरूमा सबै राजसंस्था छ। बेलायतमा छ, क्यानाडा र अस्ट्रेलियाले त्यही बेलायतको राजसंस्थालाई आफ्नो राजसंस्था मान्छ, जापानमा त्यही छ, स्पेनमा त्यही छ होइन। ती कारणले गर्दाखेरि अब तपाईँले के भन्नुभयो भने राजसंस्था भएको हेर्नुहोस्। अर्को कुरा तपाईँलाई त भन्नुपर्ने भएको छ, हामीलाई पक्षगामी भन्छन्, हामीलाई पुनरुत्थानवादी भन्छन्, यो धेरै पुरानो कुरा हो, गइसक्यो भन्छ, गइसकेका कुरा उठाएर हिँडेको छ भन्छन्। यो गलत कुरा हो। हामी आजको कुरा गरिरहेको छौँ, हामी 21औं शताब्दीको कुरा गरिरहेको छौँ। यो गइसकेका कुरा गर्ने त कम्युनिस्ट हो। कार्ल मार्क्स कहिलेको? लेनिनले सुरुवात गर्न खोजेको कुरा कहाँ पुग्यो? अब त्यो चाहिँ विश्वमै अभाव भएर त्यो चाहिँ तिरस्कृत भएर साइड लागिसकेको कुरा हो। अहिले पनि धेरै मुलुकमा सानो सानो खण्डमा कम्युनिस्टहरू छन्। हाम्रो जस्तो मुलुकमा मात्र यिनीहरूले त्यो अफवाह फैलाउन सकेको कारणले मात्र कम्युनिस्ट ठुलो जस्तो देखिया हो। अन्ततिर सानो सानो झुन्डमा, सानो सानो रूपमा इन्डियामै हराइसक्यो कम्युनिस्ट, इन्डियामै कम्युनिस्ट हराइसक्यो भनेपछि त्यो अवस्था छ। अब अहिले हामीले उठाएको कुरा चाहिँ जापानको जस्तो राजसंस्था, बेलायतको जस्तो राजसंस्था, डेनमार्कको जस्तो राजसंस्था, हामीले स्पेनको जस्तो राजसंस्था, हामी नर्वेको जस्तो राजसंस्था, यो भनेको 21औं शताब्दीको कुरा हो। हामी चाहिँ अग्रगामी हौँ। हामीले भनेको कुराले वास्तवमा मुलुकले पनि निकास पाउँछ र हाम्रो जस्तो चाहिँ सानो मुलुक, भूपरिवेशित मुलुक र चाहिँ चाइना र चाहिँ इन्डियाको बिचमा रहेको ठुला दुई शक्तिको बिचमा, जनसङ्ख्याको बिचमा, आर्थिक क्रियाकलापहरूको चाहिँ नि गर्ने मुलुकहरूको बिचमा एउटा चाहिँ नि फेरि अत्यन्तै लोकतान्त्रिक भनेर विश्वको लोकतन्त्रको नमुना दिँदाखेरि इन्डियालाई दिन्छन् भने अर्को कम्युनिजम भनेर चाहिँ चाइनालाई दिन्छ। त्यस्तो बिचमा रहेको मुलुकले
चाहिँ अवलम्बन गर्नुपर्ने भएको संवैधानिक राष्ट्र संस्था हो। मानिज तपाईँले के भन्नुभयो हरेक कारणले हामीले उठाएको एजेन्डा ठिक छ। तपाईँले अहिले के भन्नुभयो भने अहिले जुन कुरा हामीले ल्यायौँ अब यो देशलाई बनाउनुको लागि एउटा असल भिजन भएको नेता चाहिँ चाहिन्छ भन्ने सबैको तर अहिले तपाईँले उठाइरहेको मुद्दा व्यवस्थामा अहिले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नै राजा बनाउनुपर्छ भन्ने तपाईँहरूको पनि त इङ्गित छ। तर धेरैले के भन्छ भने पूर्व राजा ज्ञानेन्द्र शाहसँग त्यो खुबी छैन, उनी त एउटा व्यापारी हुन्। एकदम सबै सही त्यो भन्ने कुरा छ नि। एकदम राम्रो क्वेसन गर्नुभयो। हेर्नुहोस् है गणेशजी, अब कस्तो भने हामीले खोजेको सबैको साझा राजा खोजेको, हामीले राजनीति गर्ने राजा खोजेको। सबैले अभिभावकत्व चाहिँ यो व्यक्तिबाट हुनसक्छ भन्ने त्यस्तो संस्था खोजे हामीले। आज ज्ञानेन्द्र सरकार हुनुहुन्छ होला, भोलि अर्को हुनुहुन्छ होला, अर्को हुनुहुन्छ होला, फेरि यहाँ छोरा हुने कि छोरी हुने कि जेठो हुने कि कान्छो हुने कि धेरै कुराहरू छ। यो संविधान अन्तर्गत संसदले व्यवस्था गर्ने गरी भन्ने खालको ढङ्गबाट लानुपर्छ। जस्तै अब निरङ्कुश भन्छन्, के भन्छन्, राजा वीरेन्द्रको पालामा आफ्नै कान्छो भाइलाई पदच्युत गरेका घटना त हाम्रो नेपालमै छ छैन? अनि आफ्नो अधिराज कुमारलाई पदच्युत गरेर उहाँको एडिसीहरूलाई कारवाही गरेर जेलमा लगेर हालेको घटना यहीँको होइन, नेपालकै होइन, त्यो पनि पञ्चायतमा भएको घटना होइन भने। तर यसरी के भन्नु बात के त अब कसरी जाने भन्ने कुरा हेर्नुहोस्। बडाबाजा पृथ्वीनारायण शाहले यो मुलुकको एकीकरण गरे, हाम्रा पिता पुर्खाले सहयोग गरेको र ग्रान्ड डिजाइन त उहाँकै हो नि त होइन। 20 वर्षको उमेरमै राजा भएर चाहिँ एकीकरण सुरु गरेको त्यो राजा 51 वर्षको उमेरमा चाहिँ उहाँले शहादत प्राप्त गरिसक्नुभयो भनेपछि यो 20-30 वर्षको उमेरमा उहाँले के गर्नुभयो भन्ने कुरा त त्यो त कति छ र उहाँले उठाएका ती दिव्य उपदेशहरू त्यो अहिले पनि सान्दर्भिक छ मुलुकको लागि। त्यसकारण त्यही दिव्य उपदेशको लाइनमा गएर त्यसैलाई मार्गचित्र बनाएर यो मुलुक अहिले पनि अगाडि बढ्न सक्छ। घुस दिने र लिने दुवै मुलुकका शत्रु हुन्। दुई ढुङ्गा बीचको तरुलको रूपमा चाहिँ रहनुपर्छ र यो उम्रिएर झाँगिन सक्छ माथि, दायाँ बायाँ केही छैन, हामीले केही गर्ने कुरा होइन भन्ने कुराहरू छ। यी कुराहरू भने धेरै कुरा छ नि त्यहाँनिर। उहाँले के भन्नुभएको छ भने जाई कटक नगर्नु, झिकी कटक नगर्नु, जाई कटक गर्नु भन्नुभएको छ नि। अब तपाईँहरू त साँच्चै त्यो सिद्धान्तलाई मान्नुभयो भने यदि अब तपाईँ त व्यवस्था परिवर्तनको पक्षमा हुनुहुन्छ, अहिलेको व्यवस्थाले तपाईँहरूलाई केही गरेन चुपचाप गर्यो भने त तपाईँहरू त चुपचापै बस्नु पर्यो होइन र? होइन, यस्तो छ। हेर्नुहोस्, यो मुलुकमा माओवादीहरूले 2051 सालमा 40 बुँदे मार्क्ससहित यही वर्तमान के भन्छ अहिलेको एउटा पार्टीको शीर्षस्थ नेता अहिले चाहिँ प्रमुख हुनुहुन्छ, उहाँलाई नै बुझाएर उहाँ प्रधानमन्त्री भएला बुझाएर चाहिँ उहाँहरू भूमिगत हुनुभएको वास्ता नगरे पछाडि। त्यस पछाडि 10 वर्षसम्मको जनयुद्धमा के उहाँहरूको भाषामा जनयुद्ध भनिन्छ, हामी चाहिँ त्यो वास्तवमा चाहिँ जनयुद्ध नभएर त्यो चाहिँ आफ्नो लागि र आफूले केही मान्छेहरूको सुविधा र चाहिँ राजनीतिक स्वार्थ पूर्ति गर्नको लागि नपुगेको भएर नभ्याएको भएर नपाउनु नभएको भएर त्यो खालको रणनीति गर्नुभयो भन्ने लाग्छ हामीलाई। भने भारत विस्तारवादको विरोध गर्ने, यहाँ बङ्कर खन्न लाउने, आफू गएर इन्डियामा बसेर चाहिँ यहाँ हात हतियार पास गरेर मान्छेहरू सुधा लिएर आएर ट्रेनिङ गराएर यहाँ चाहिँ नि मान्छेहरूलाई चाहिँ के भने अब क्रिया बस्न नदिने, पढाउन नदिने, चलेसो थालमा खाएको मान्छे सामन्ती हुने। आज चाहिँ यिनीहरू के गर्दैछन् हेर्नु होला होइन। अनि गाउँठाउँमा अलिकति भात खानु पुग्ने मान्छेलाई सामन्ती भन्ने यो ढङ्गबाट कति मान्छेहरूको हत्या भयो। 17,000 मान्छे मर्ने मराउने काम भयो र 293वटा ब्याङ्क लुटियो, कतिवटा टेलिफोनका टावर ध्वस्त बनाए, कतिजनालाई चाहिँ अब पुलिस आर्मीहरूले उनीहरू मुलुकभित्रै रिफ्युजी बनाइयो, शरणार्थी बनाइयो। आफ्नो सबै सम्पत्ति घर जग्गा सबै हुँदै त्यो छोडेर त्यो गाउँमा बस्न नहुने भएर अन्त बस्नुपर्ने अवस्था र लुकेर बस्नुपर्ने अवस्था बनायो। 10 वर्ष काली लाग्दो अवस्था बनाइदियो। 50 वर्ष यो कारणले गर्दाखेरि मुलुक पछाडि पुगेको छ, गएको छ भन्ने हामीलाई लाग्छ। त्यसै भएर हामीले के भने यो संविधान बन्दाखेरि हाम्रो पार्टीले तत्कालीन राप्रपा नेपालले त्यति बेला 25 जनाको चाहिँ उपस्थिति थियो। फेरि पनि यो संविधानमा अपरिवर्तनीय धारामा गणतन्त्र, धर्मनिरपेक्ष संहिताहरू राख्न लाग्दाखेरि हाम्रै पार्टीका नेताहरूले यो भयो भने फेरि विद्रोह हुन्छ, फेरि भूमिगत हुन्छ एउटा टिम। त्यसले गर्दा फेरि मुलुक ध्वस्त हुन्छ। जनताले भन्छन् भने यी कुराहरू परिवर्तन गर्न पाउनुपर्छ भनेर चाहिँ नि चाहिँ त्यसमा उ गरे भएर यो अपरिवर्तनीय धारामा छैन। त्यसकारण हामीले राजा यो मुलुकमा चाहिन्छ भन्दा, यो संहिता खारेज गर्नुपर्छ भन्दा, यो धर्मनिरपेक्षता खारेज गर्नुपर्छ भन्दा हामीलाई जेलमा लान पाइँदैन। जेलमा लान दिने अधिकार यो संविधानले दिँदैन। त्यसै भएर यो खुल्ला छ। अनि हामीले खोजेको के हो भने यसैबाट हामी चाहिँ
हत्या हिंसा अरूलाई डर त्रास धम्की देखाएर होइन मन जितेर यो मुलुकमा यो अवस्थामा पुर्याउनु पर्छ भनेर लागिरहेका छौँ। त्यही अनुसारले तर अस्ति चाहिँ 15 गतेको घटनापछि त तपाईँहरू पनि त कम्ती हुनु भएन नि त, तपाईँलाई पनि त आगजनी लुटपाट त्यसको बारेमा फेरि म अलिकति कुरा लाग्छु तपाईँसँग। के भयो भने हिजो चाहिँ 45-46 सालतिर जुन परिवर्तनको बेला थियो त्यो बेलामा चाहिँ तपाईँको के भने मान्छेले सुन्ने र हेर्ने भनेको टेलिभिजन, कान्तिपुर हेर्थे, नेपाल टेलिभिजन हेर्थे, रेडियो सुन्थे, त्योभन्दा अरू केही थिएन। हजुर, हातमा मोबाइल के भन्छ क्यामेरा हुँदैन थियो। अहिले हरेक मान्छेहरूको हातमा क्यामेरा छ र त्यसलाई कैद गर्न सक्छन् र त्यो सम्पादक आफै बन्न सक्छन्, त्यहाँको वस्तुस्थितिको बारेमा आफैले भन्न सक्ने अवस्था आछ। त्यो 15 गतेको घटनामा झन्डै झन्डै 36-38 घन्टासम्म यस्तो अहवा फैलाइयो, यिनीहरू लुटेर हुन्, राजावादीहरू भनेको यस्ता हुन्, हिंसक हुन्, हत्या गर्छन्, के गर्छन्, यी सबै यिनीहरू यसैबाट आएको हो भनेर व्याख्या गर्दै गर्दै गए। तर 36 घन्टा 38 घन्टा बित्न नपाउँदै ठ्याक्कै उल्टो के भयो भने राज्यतर्फबाट चाहिँ आतङ्क मचाइएको रहेछ र एउटाको कसैको घरमाथि गएर चाहिँ नि के भने चाहिँ जहाँ कार्यक्रम गर्नु भनेर तयार गरिरहेको मञ्चमा चाहिँ टियर ग्यास हानिराखेको, गोलीहरू हानिराखेको, माथिबाट ढुङ्गाहरू हानिराखेको, मान्छेहरूलाई चाहिँ अलिअलि मान्छे जम्मा हुने बित्तिकै तितर बितर गरिदिनु पायो भने सबै भागाभाग हुन्छ, यो कार्यक्रमै असफल हुन्छ र अब गणतन्त्रको विरोध गर्ने कोही पनि हुँदैन भन्ने खालको ढङ्गबाट उहाँहरू प्रस्तुत हुनुभयो। देखिहाल्नु भएको छ तपाईँको 200 चान्चुन चाहिँ उसका गोलीहरू हाने, अब चाहिँ 800 चान्चुन चाहिँ तपाईँको चाहिँ टियर ग्यास हानेको छ। अब मान्छे नै 28 जनालाई गोली लागेको छ, 2 जना मान्छे, 1 जना जलेर 1 जना गोली लागेर। त्यो गोली पनि कस्तो ठाउँमा भने वारदात भइरहेको ठाउँमा, पुलिससँग लडभिड भइरहेको ठाउँमा गोली हानेर मारेको होइन, उनीहरू फर्किरहेको ठाउँमा झन्डै झन्डै 150-200 मिटर पर पुगेको मान्छेलाई, चरालाई चाहिँ उडिरहेको चरालाई गोली हाने जसरी गोली हानेर मारेको अवस्था छ। हेर्नुहोस्, यस्तो यिनीहरूलाई पाप नलागेको लाग्छ। अनि अर्को कुरा, हामीले के भनेका छौँ, यसको निष्पक्ष छानबिन आयोग गठन गरिदेऊ। के हो तथ्य सत्य जनतालाई दिनुपर्छ, जनताले खोजेका त्यही कुरा त्यही हो। निष्पक्ष छानबिन आयोगले त छानबिन समिति बन्यो भने त त्यसले त 15 दिन 1 महिना 1.5 महिनामा त एउटा स्पष्टसँग लेखेर यो कुरा त प्रश्न यस्तो है, यसो छ, यसको कमी कमजोरी यहाँ छ, यसले गल्ती गरे यहाँ हो, यो मान्छे इन्भल्भ हो र पुलिसको पनि यो गल्ती हो अथवा राज्य पक्षको यो गल्ती हो भनेर स्पष्टसँग आउँछ नि त। अनि सबैले सुध्रिने मौका पनि आउँछ नि, पाउँछ नि। हो त्यो किन नगरेको? पोखरामा एउटा बेलुन फुटेपछि त्यो बालेको आगोले त्यो हाइड्रोजन बल्या हो होइन। त्यसो हुँदाखेरि केही मान्छेलाई चोट लाग्यो, मान्छे मर्या त होइन नि, पुरै ठुलो घटना नि होइन। त्यहाँ छानबिन आयोग गठन गर्नुपर्ने, छानबिन समिति गठन गर्नुपर्ने, यहाँ गर्नु नपर्ने कारण के? यिनीहरू यस्तो जोधा भएको छ नि, यस्तो चाहिँ जबरजस्त छ, त्यो जबरजस्तलाई वास्तवमा तोड्नुपर्छ। जनताले यी सब कुरालाई बुझेका छन्। अहिले मनदेखि मान्छेहरूले किन यसो भएको त, किन यसो भएको भन्दाखेरि त्यही कारणले यिनीहरूको जति यसो गर्दै जान्छन्। त्यस कारण हामीले के भनेका छौँ भने हामीले उहाँहरूलाई वारदातमा जानु पर्दैन, मुलुक यसरी जाने होइन। गलत बाटोमा गएपछि के हुन्छ भने त्यहाँ टक्क अडिने, फर्किने, चोकमा आउने, सही बाटो हिँड्ने, अनि मात्र गन्तव्यमा पुगिन्छ भन्ने लाग्छ। हाम्रो पार्टीले भनेको त्यही हो। त्यस कारण तपाईँहरू गलत बाटोमा जानुभएको छ, तपाईँहरू रोकिनुहोस्, नवीन सम्झौता गरौँ र मुलुकको आवश्यकता के हो त्यो अनुसार बढौँ। तपाईँहरू नै हो लोकतन्त्र भने के? काङ्ग्रेस पनि हो, एमाले पनि हो, माओवादी पनि हो, राप्रपा पनि हो, अर्को के होला, सबै पार्टीहरू हो नि। लोकतन्त्रलाई हाम्रो लोकतन्त्रको प्रति हाम्रो कुनै गुनासो छैन। त्यस पछाडि बहुदलीय व्यवस्थासँग कुनै गुनासो छैन, यसैबाट जाने। र यो आवधिक निर्वाचनसँग हामी विरोध गरिरहेका छैनौँ। र त्यो चुनावमा हामी जान्छौँ, हामी गइरहेका छौँ, हामी गयौँ, पटक पटक हार्यौँ होला, जित्यौँ होला होइन, आइरहेकै छौँ। अहिले पनि चाहिँ के नि अब 5औं शक्तिको रूपमा चाहिँ स्थापित भएकै छौँ। जनताले बनाएको कुरा हो त्यो होइन, यिनीहरूले बनाइदिएको त होइन नि। त्यस भएर उहाँहरूलाई हामी अहिले पनि आग्रह गर्छौँ, अनुरोध गर्छौँ, नवीन सम्झौतातिर आउनुहोस्, यो ज्यादती गरेर जबरजस्त गर्ने, अर्कालाई तितो बोल्ने काम नगर्नुहोस् भन्ने नै लाग्छ। तर मान्यज्यू, तपाईँहरू पनि त नाटक र नौटङ्की गर्न त चटक देखाउनु त बडो सिपालु हुनुहुन्छ नि। कहिलेकाहीँ तपाईँ एकदम पानी बाराबर गर्ने, एउटा नेताले अर्का नेतालाई नबोल्ने, एक ठाउँमा नजाने, निमन्त्रण गर्दा नजाने गर्नुहुन्छ। कहिलेकाहीँ देखाउनकै लागि पनि तपाईँहरू एकै ठाउँ हुनुहुन्छ। अस्ति त रत्न पार्कको त साह्रै चटक देखाइदिनु भयो त, सबै नेताहरू एक ठाउँ भएर के गर्न खोज्नु भयो तपाईँहरूले? होइन, हेर्नुहोस्, यस्तो हुन्छ के भने केही कुराहरू आइडियोलोजीमा केही कुराहरू फरक पनि हुनसक्छ। धेरै कुराहरू चाहिँ मेलजोल भयो भने र ठुलो देहात तार्नु पर्यो भने एक्लै अर्कोको सहयोग पनि आवश्यक पर्छ होइन। त्यसले गर्दाखेरि ठुलो इस्युमा चाहिँ त्यस्ता समूहहरू, अभियानहरू अथवा व्यक्तिहरू सबै जोडिएर एउटा चाहिँ
त्यो अब्स्ट्याकल पार गर्नुपर्ने अवस्था आउँछ। त्यो अब्स्ट्याकल पार गर्नलाई आफू एक्लै सकिँदैन भने त्यसो गर्ने हो। नेपालकै इतिहासमा 2007 सालको निर्वाचन के भन्छ परिवर्तनमा पनि प्रजातन्त्रको परिवर्तनमा पनि काङ्ग्रेस एमालेहरू अथवा त्यति बेला कम्युनिस्टहरू एक भएरै वास्तवमा र सम्पूर्ण जनता मिलेर आन्दोलन गरेर चाहिँ प्रजातन्त्र प्राप्ति गरे हो। 2046-47 सालमा पनि तपाईँले देख्नु भएकै छ 7 वाम घटक प्लस काङ्ग्रेस मिलेर आन्दोलन गरेर सफल भएको हो। 2062-63 त अब इन्डियामा 12 बुँदे सहमति गराइदिएर माओवादीदेखि काङ्ग्रेस कम्युनिस्टहरू सबैलाई एक ठाउँ राखेर भएको हो। त्यस्तै गरेर अहिले पनि हामी चाहिँ के भने हाम्रो पनि यो चाहिँ अब यिनीहरूले चाहिँ अलिकति यिनीहरूको हरकत यस्तो भएर नआएको भए हामी यसरी जोडेर जानुपर्ने पनि थिएन। तर कहिलेसम्म हरकत बढी भयो तपाईँहरू कहिलेसम्म तपाईँहरूको स्वार्थ कहिलेसम्म पूर्ति हुन्छ तपाईँहरू फेरि आफ्नो बाटो लाग्नुहुन्छ यो बताइदिनुहोस् त। आज यो हामीले यो प्राप्ति गरे पछाडि मिल्ने जति मिलेर जान्छौँ, मिल्न नसक्नेहरू आफ्नो कुरा लिएर जानुहुन्छ भने आज यो प्राप्ति के गर्नु पर्यो भने संवैधानिक राष्ट्र संस्था हुनु पर्यो, वैदिक सनातन हिन्दू राष्ट्रिय मुलुकको पहिचानको रूपमा हुनु पर्यो, यो संहिता खारिज हुनु पर्यो, यो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनु पर्यो, शासकीय रूपमा पनि केही परिवर्तनहरू हुनु पर्यो र चाहिँ मुलुकमा यो हाम्रो मुलुक हो भन्ने अवस्था बढ्नु पर्यो। यहाँ रोजगारको सिर्जना हुनु पर्यो, यहाँ चाहिँ हरेक खालका चाहिँ नि चाहिँ यो अहिलेको विश्व सुहाउँदो खालको चाहिँ नि अर्थनीतिहरू आउनु पर्यो होइन। त्यो गरेर चाहिँ हामीले हाम्रो देशमा भएका खनिज पदार्थहरू अस्तिको मिलन अब चाहिँ दिगो हुन्छ। यो व्यवस्था परिवर्तन यो व्यवस्था परिवर्तनको लागि त्यो आवश्यक भएरै भएको, त्यो कसैको रहरले भएको होइन। अस्ति रापरमा नेपालका कसैको रहरले भएको होइन, त्यो उहाँहरूले पनि चाहेर नचाहेर होइन, आम जनताले अब तपाईँहरू मिल्नुपर्छ भन्ने प्रेसर जुन आयो, जनताको प्रेसर पछाडि उहाँहरू मिल्न भएको, त्यो उहाँहरूको रहरले मात्रै भएको भन्ने मलाई अहिले पनि लाग्दैन। त्यसकारण जनता सबभन्दा जनता जनार्दन हुन्, जनताले भनेको कुरा मान्नुपर्छ, नमानेको खण्डमा के हुन्छ भन्ने कुरा भोलि सिकिने कुरा हो। त्यो जस्तै उदाहरण दिउँ न, अफगानिस्तानबाट पाकिस्तान गयो, पाकिस्तानबाट श्रीलङ्का गयो, श्रीलङ्काबाट बङ्गलादेश गयो। श्रीलङ्काको त अर्थनीति खतमै भइसकेको थियो र ऋण राष्ट्रिय ऋणमा त्यो अन्तर्राष्ट्रिय ऋणले चुप्रुमै भएर उठ्न नसक्ने भइसकेको थियो। तर बङ्गलादेशमा त आर्थिक रूपमा पनि सबल थियो र 3 कार्यकाल सम्पन्न गरेर चाहिँ हसिनाजीले के भन्छ चाहिँ उसले उहाँले चाहिँ के भने निर्वाचन भर्खर 2/3 बहुमत लिएर आएर अब फेरि 16औं वर्षबाट सुरु गर्दै हुनुहुन्थ्यो 5 वर्षको लागि। त्यो अवस्थामा त परिवर्तन भयो होइन। जनता आश्चर्य लाग्दो कुरा त के छ भने राजेन्द्र लिङ्गदेन अध्यक्षमा आइसकेपछि रापरपा नेपालका अध्यक्ष कमल थापाको दुईजनाको बिचमा पानी बाराबारको स्थिति थियो, बोलचाल पनि लगभग थिएन होला। तर अस्ति जुन कार्यक्रममा जुन यो सङ्घर्ष समितिका अध्यक्ष अथवा संयोजक नवराज सुवेदीकै अगाडि उहाँले अबको आन्दोलन चाहिँ भाइ अथवा माननीय सांसद राजेन्द्र लिङ्गदेनको नेतृत्वमा हुनुपर्छ र यो नेतृत्व भाइले लिनुपर्छ भन्दै गर्दा के स्वार्थ लुकेको छ त्यहाँभित्र? धेरै आश्चर्य लाग्दो कुरा त्यहाँ कुनै स्वार्थ छैन। किन भन्नुभयो त उहाँले? कुनै स्वार्थ छैन। उहाँहरू दुवैजना मेरो आदरणीय नेता हुनुहुन्छ, सम्मानित नेताहरू हुनुहुन्छ, अहिलेको अध्यक्ष पनि पहिलाको अध्यक्ष पनि कमल दाई पनि, र उहाँहरूको असाध्यै राम्रो सम्बन्ध थियो। पछि के कारणले अब त्यो भयो चुनाव हारे पछाडिको अवस्था अलिकति बिचको अवस्था अलिकति अर्कै हो। नत्र भने अब उहाँहरूको आन्तरिक कुरा के गरी चलिरहेको थियो, पानी बाराबार थियो म यतातिर जान्न होइन, त्यस्तो थियो जस्तो लाग्दैन मलाई। तर जे भयो त्यो चाहिँ जनताको प्रेसरले भएको र अहिलेको आवश्यकतालाई हेरेर गरेको हो। र व्यक्तिगत स्वार्थभन्दा राजनीति गर्ने मान्छे माथि उठ्नुपर्छ। व्यक्तिगत स्वार्थ र निहित स्वार्थतिर लाग्नु हुँदैन। अहिलेको पार्टीहरू बिग्रेको निहित स्वार्थमा मेरै मान्छे गृहमन्त्री हुनुपर्छ, मेरै मान्छे मन्त्री हुनुपर्छ, मन्त्री नभएको दिन मेरो मान्छे जेल जान्छ भन्ने स्वार्थ त्यो अर्कै कुरा हो। तर उहाँ भने कमल थापाले 8 वर्ष अपेक्षा गर्नुभयो। एकदम उहाँहरू चाहिँ एकदम यो हामी सबै खुसी छौँ। अस्ति त्यो हात उठाएर हात समाएर हात उठाउँदाखेरि र अब परिवर्तन हुन्छ भन्ने कुराहरू लाग्छ हामीलाई। र देशभरिका यो परिवर्तन यो कस्तो भयो भने यिनीहरूकै भाषामा भुइँ मान्छे भन्छ। कम्युनिस्ट भने के? भुइँ मान्छेलाई बनाउने होइन। कम्युनिस्ट भएपछि भुइँ मान्छे कहिले बन्ने? यो मुलुकमा 34 वर्षसम्म कम्युनिस्ट र काङ्ग्रेसले बाहेक कसैले शासन गर्यो? राजाको त्यही 1.5 वर्षको कुरा बाहेक अरू सबै कुरा त उनीहरूकै हो नि त। त्यो भुइँ मान्छे उठे कि बसे त भन्दाखेरि त झन् बसे होइन। झन् घटिसकेको चाहिँ नि के भने गरिबीको रेखा मुनिको अहिले फेरि 22-23% पुगिसक्यो भनेपछि त झन् भुइँ मान्छे बढे भने हो। यिनीहरूले भनेको भाषामा
भुइँ मान्छेको परिवर्तन नभएसम्म चाहिँ अवस्थाको परिवर्तन हुँदैन। त्यो अवस्था परिवर्तन गर्नलाई यो व्यवस्थै गलत भयो र व्यवस्था परिवर्तन गर्नुपर्छ भने हौँ। तर तपाईँहरूले त्यो कुरामा चाहिँ उहाँहरू पनि सहमत हुनु पर्यो होइन। उहाँहरूलाई सानो बनाउन खोजेको, उहाँहरूलाई कमजोर बनाउन खोजेको, उहाँहरूलाई कमजोर नजरअन्दाज गर्न खोजेको होइन। त्यो कुरा बेलैमा बुझ्नुभयो भने राम्रो हुन्छ भन्ने चाहिँ मेरो कुरा हो। यो सार्वजनिक रूपमै चाहिँ तपाईँको चाहिँ टेलिभिजनबाट म उहाँहरूलाई यो पनि। तर तपाईँहरूले एउटा भ्रम के छरिनु भएको छ भने राज संस्था अहिले चाहिँ आएर चाहिँ पृथ्वीपथ भन्नुभएको छ। तर यो जनतालाई अगाडि बढाउनको लागि जस्तै तपाईँले भुइँ मान्छेको विकासको लागि, समृद्धिको लागि कुरा गर्दै गर्दा अहिलेसम्म न तपाईँहरूको चाहिँ कुनै आर्थिक प्रणाली, राजनैतिक प्रणाली, सामाजिक प्रणाली, प्रशासनिक प्रणाली कुनै विषयमा पनि क्लियर छैन। आज क्लियर पार्नुहोस्, तपाईँ युवा नेता हो। एकदम क्लियर छ। हेर्नुहोस्, हामी के भनेको छ, यो मुलुक अहिले बिग्रेको भ्रष्टाचारले सबभन्दा बढी र अहिलेको आर्थिक रूपमा तहस नहस भएको त्यो भ्रष्टाचारकै कारणले हो। कसैसँग देखिहाल्नुभयो ट्रकमा हालेर 25 करोड रुपियाँ ओसार पसार गर्ने, कसैको घर भोरी पैसा हुने, कसैले 1000 रुपियाँ उपचार गर्नलाई पैसा छैन। यो अवस्था हो नि त यहाँको। यो किन विषमता बढ्यो भन्दाखेरि यही भ्रष्टाचारले हो। त्यस कारण हामीले प्रश्नसँग के भनेको छौँ भने भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सर हो। यो भन्ने पार्टीको मान्छे हो। यो आर्थिक रूपमा यो काम गर्छ। तर प्रतिपक्षमा हुँदा सबैले भन्ने यही नै हो। होइन, म अब तपाईँको यो लोकप्रिय टेलिभिजन मार्फत म भन्छु, हजुर मैले आज कसैको 10 रुपियाँ बिगारेर खाएको छैन। यो उमेर भयो र मैले 1 रुपियाँ भ्रष्टाचार गरेको छैन। म मन्त्री पनि भएँ, अहिले संसद दलको नेता पनि छु, अहिले पनि म बागमती प्रदेशको मान्ने हुँ होइन। बागमती प्रदेश सभा सदस्य छु भनेपछि हाम्रो पार्टीमा यही खालको मान्छेहरू हुनुहुन्छ। सुन्नुहोस्, यो कुरा हो, हामी एकदम निर्विघ्नता साथ भन्छौँ, ठाडो शिर लाएर भन्छौँ, च्यालेन्ज गर्छौँ। त्यही भन्न सक्ने अरू कुरा आँट छ कि छैन। हाम्रो पार्टीको अध्यक्षले संसदमा जे भयो सो भयो, हिजोको कुरा सब बिर्सौँ, आजबाट यो प्रण गरौँ नि त। आमाको रगत खानु सर हो भ्रष्टाचार गरेर खानु भनेको भनेर उहाँले आह्वान गर्नुभयो, सबै सांसदलाई भन्नुभयो, वही बोल्न चाहेनन् र बोलेनन्। त्यसपछि भ्रष्टाचार कति भयो हेर्दै जानुहोस् न। एउटा कुरा यो आर्थिक रूपमा हामी त्यो भ्रष्टाचार नभएर सही ठाउँमा र सही दिशामा काम भयो भने हुन्छ भन्ने लाग्छ। त्यसै भएर आज मुलुकको राष्ट्र ऋण वैदेशिक र आन्तरिक गरेर झन्डै 28 खर्ब एकजना मान्छेको शिरमा अथवा जन्मिँदाखेरि यो झन्डै 1 लाख रुपियाँको चाहिँ नि ऋणको भारी बोकाउने काम भएको छ। हामीले यो विकास गऱ्यौँ, ऊ विकास गऱ्यौँ, यो गऱ्यौँ, त्यो गऱ्यौँ, विकासमा कति खर्च भयो र अरू कुरामा कति खर्च भयो र भ्रष्टाचार गरेर कति पैसा जान्छ भनेर हिसाब लगाऊ न। त्यो कुरा गर्न सक्नुहुन्छ, ताकत छ हो। त्यस कारणले गर्दाखेरि उहाँहरूले चाहिँ के भने त्यो कुराहरू देखाउनु खोज्नु भएको छ, मान्छेलाई अझ पनि दिग्भ्रमित बनाउनु खोज्नु भएको छ। त्यस पछाडि हामीले अब पृथ्वी पथको कुरा आइसक्यो होइन। हाम्रो रोड म्याप के हुने हो, पञ्चशीलको सिद्धान्त भने के हो, असंलग्न परराष्ट्र नीति भनेको के हो भन्ने कुरातिर हामी जानुपर्ने छ। आज 116 देशले नेपाललाई शान्ति क्षेत्र हो भनेर चाहिँ नि हस्ताक्षर गरिसकेको अवस्थामा झन्डै मुलुकमा त्यति बेला 180-82 वटा मात्रै मुलुक थियो भन्दाखेरि विश्वमा थियो भन्दाखेरि 116 वटा मुलुकले त्यो चाहिँ मान्यता प्राप्त भइसकेको चिज किन छोड्नु भयो? त्यसको जवाब छ उहाँसँग? जवाब छैन नि। त्यसलाई त छोडेर जान्छ। अब तपाईको व्यवस्था आइसकेपछि बोक्दाखेरि राजा हाबी हुन्छ भन्ने उहाँहरूलाई लाग्यो। त्यो कुरा छोड्नुहोस्। तपाईँ यदि राज संस्था आइसकेपछि, तपाईँले भनेको जस्तो व्यवस्था आइसकेपछि तपाईँहरू भ्रष्टाचारमा गर्नुहुन्न, तपाईँ पारदर्शी हुनुहुन्छ भन्ने आधार के छ? त्यही एउटा नारा मात्रै हो? ल म सुनाउँछु तपाईँलाई। हिजोको अलिकति पञ्चायतको नराम्रो मात्रै कुरा गर्छौँ। म चाहिँ अलिकति पञ्चायत पनि देखेको मान्छे। हेमबहादुर मल्ल भनेको अब धनुषाको शेयर भन्ने नै हो र पछिल्लो चुनावमा उहाँ र शारदा मल्ल दुवैजना 2 सिटबाट जितेर आउने, दुवै सिट कब्जा गर्नुभएको मान्छे र उहाँलाई यति जनताले मन पराउँथे कि ट्रकमा हालेर लालपुर्दा पठाए, हाम्रो नेतालाई छोड, जमानत हाम्रो जग्गा राख भनेर। त्यस्तो लोकप्रिय नेतालाई समेत पञ्चायतमा केही कुराहरूको उहाँको बारेमा नमिलेर अथवा केही भएर कानुनी त्रुटि देखेर अथवा केही कुराले उहाँ सुद्धा जेल जानुभयो। अब मैले अघि नै भने अधिराज कुमारलाई कारबाही गरेर पदच्युत गरेर उहाँका अंगरक्षकहरूलाई कारबाही भएको घटना हो। मुलुकको आइजिपी भइसकेका मान्छे नाम किन भनिराखौँ, सबैले बुझिहाल्नु छ। पछाडि उहाँ पनि जेल जानुभयो होइन, जेल जानुभयो र उहाँले नै सुरु गरे। अब पुलिसमा पनि महिला र पुरुष दुवैजना प्रहरी हुनुपर्छ भनेर अभियान सुरु गराउने मान्छे पनि उहाँ नै हो। उहाँले राम्रा कुरा पनि दिनुभएको छ र पछाडि चाहिँ उहाँले चाहिँ अब यहाँ त्यति बेला पनि भ्रष्टाचारको कुरा थिए, भ्रष्टाचारको कुरामा त्यति बेला पनि कारबाही हुन्थ्यो।
त्यसो भएपछि हेर्नुहोस् त्यति बेला त के हुन्थ्यो भने टेबल मुनिबाट लुकेर त्यो पनि 1000 2000 को कुराको त्यो बढीभन्दा बढी भयो भने लाख रुपियाँसम्म अहिले 1000 लाख करोडको कुरा होइन अरब होइन खरबमा चाहिँ भ्रष्टाचार गएको छ खरबमा भ्रष्टाचार गएको छ त्यो पनि नीतिगत भ्रष्टाचार गर्ने तयारीमा हुनुहुन्छ उहाँहरू नीति बनाएरै कसैलाई पनि समाउन नमिल्ने कारबाही हुन नमिल्ने मुद्दा नलाग्ने ढङ्गबाट भ्रष्टाचार गर्न तयार हुनुहुन्छ यो ललिता निवास भनेको त्यही हो अब त्यस पछाडि के भन्छ बाल मन्दिरका कुरा त्यही हो त्यस पछाडि तपाईँको गिरिबन्धु टी स्टेट भनेको अझ सबभन्दा ठुलो त्यो त खरबौँको त्यहाँ प्लटिङ गरेर बेच्ने भनेर कति मान्छेसँग पैसा उठाएर के भएको छ त्यो त भोलि थाहा होला त्यस पछाडि कुरा हो त्यो त नीतिगत भ्रष्टाचार हो तर अध्यक्षले त अस्ति चाहिँ के अरे पोखराको चाहिँ विमानस्थलमा चाहिँ घटना भयो भन्नुभयो अनि पुतला दहन पनि भयो नि त उहाँको त हेर्नुहोस् अब यो पुतला दहन भएको केस चाहिँ अर्कै हो सहमहामन्त्रीजीको छोरै हुनुहुन्छ त्यहाँ चाहिँ सबै प्रमाण छ भनेर भन्नुभएको हो तर चाहिँ त्यहाँ चाहिँ के अफवाह फैलाइयो भने यो सहमहामन्त्रीको छोराको कुरा गरे यो हुनै सक्दैन भनेर पुतला जला हो त्यो गलत कुरा हो उहाँले यो मान्छे भनेर यो सहमहामन्त्रीको छोरा भनेर भन्नुभएको छैन त्यो रेकर्डमै आएका कुराहरू हुन् त्यो चाहिँ प्रश्नसँग चाहिँ अर्को एकजना मान्यज्यूले त्यो कुरालाई भन्नुभएको छ होइन त्यो कुरालाई भन्नुभएको अब भ्रष्टाचारकै कुरा गर्नु पर्दाखेरि कस्तो एयरपोर्ट बनाइयो भने जहाँ प्लेन लाइन गर्न मिल्दैन हैन त्यस्तो एयरपोर्ट बनाइयो जो 10 अर्बको चाहिँ तयारी थियो त्यो चाहिँ 22 अर्ब बढाएर 14 अर्ब भन्दा बढी चाहिँ पैसा चाहिँ दियो भने भ्रष्टाचार गर्यो भनेर प्रमाणित भएको छ र त्यो चाहिँ समितिको संयोजक हाम्रै पार्टीको अध्यक्ष त्यो छानबिन समितिको संयोजक हाम्रो पार्टीको अध्यक्ष मान्य राजेन्द्र प्रसाद लिङ्गदेन हुनुहुन्थ्यो त्यसमा चाहिँ फेरि हाम्रो पार्टीको मान्छे मात्रै बसेर समिति बनायो र त्यहाँ कांग्रेस पनि छन् एमाले पनि छन् स्वतन्त्र पार्टी सबै छन् नि माओवादी पनि सबै छन् सबैले सही गरेर चाहिँ यहाँ भ्रष्टाचार चाहिँ भएको हो भन्ने कुरामा सहमति छ उहाँको भनेपछि अब यो छानबिन हुन्छ हुँदैन हेर्नुहोस् छानबिन हुन्छ कि हुन्न त अब यही म त्यही भन्न खोजेँ म तपाईँसँगै भन्छु यो चाहिँ लोकप्रिय टेलिभिजन मार्फतै म त्यही भन्दैछु जस्तो सहकारी छानबिन समिति बन्यो होइन त्यहाँ सबै थिए स्वतन्त्र पार्टीको मान्यले पनि सही गर्नुभयो पछि होइन तर सहकारी चाहिँ सम्बन्धित छानबिन समितिले छानबिन गरेको 28 दिनमा रवि लामिछानेलाई कारबाहीमा ल्याइयो त्यो सहकारी सम्बन्धी त 87 अरबको कुरा थियो नि त तर उहाँको त जम्मा 65 करोडको कुरा हो 65 करोडको कुराले उहाँ मात्र थुनामा जानुभयो सहकारीको केसमा को थुनामा गयो त अझ कोही गएन कोही सहकारीको कुरा निस्क्यो त त्यहाँ निस्केन अहिलेसम्म निस्केछ छैन तर यो पनि अब बुझाएको आज त्यही दिन बुझाएको अस्ति 15 गते बुझाएको हो अब आज चाहिँ नि हामी 19 गतेमा आएको 4 दिन 5 दिन भयो अब कति दिनमा चाहिँ कारबाहीमा आउँदैछ हामी हेर्दैछौँ यो पनि सब थाम्थुम हुन्छ अहिलेको सरकार ठुला दुई पार्टी बहुदलीय व्यवस्थामा ठुला दुई पार्टी मिल्ने भनेको बाह्य हस्तक्षेप भयो मुलुकमा एकदम ठुलो डिजास्टर भयो र मुलुकै चल्न नसक्ने अवस्था भयो भने सबै जनता त्यो देशका जनता एक भएर अब उठ्नुपर्छ भनेर उठ्ने बेलामा मिल्ने हो तर यो सरकार चाहिँ दुई ठुला पार्टी र अरू साना सबै पार्टी मिलेर किन बन्यो भन्दाखेरि चाहिँ देखाउँदा एउटा कुरा देखाइयो संविधानमा अब 10 वर्ष पुग्न लाग्यो त्यसकारण केही संशोधन गर्नुपर्छ भनेर त्यो कुरालाई हाउगुजी देखाइयो जनतालाई त्यो छारो हाल्यो तर वास्तवमा यो के पनि होइन तर वास्तवमा यो के पनि होइन हो चाहिँ के हो भने अब जेल सबै जाने भयो हैन हामी ठुला पार्टीका सबै मान्छे प्राय जस्तो सबै मान्छे जेल जाने भयो यो कुनै पनि हातमा रोक्नुपर्छ भने राति 2 बजे सहमति भएर सरकार बनायो त्यस पछाडिको घटना हेर्नुस् न अब कुन चाहिँ फाइल खुल्यो त खुल्यो कि बन्द भयो भन्दा बन्द भयो सबै फाइलहरू भ्रष्टाचारका फाइलहरू काण्डहरू खुलेर कारबाहीको प्रक्रियामा जान लागेका फाइलहरू सबै बन्द भएको अवस्था होइन त अहिले हो नि खोइ त भुटानी शरणार्थी काण्डको चाहिँ नि के भने नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने र 50 लाखदेखि 75 लाखसम्म लिएर अरबौंको रुपियाँ भ्रष्टाचार गर्ने मान्छेहरू अहिले मन्त्री छन् अहिले पदमा छन् अब ती भ्रष्टाचारीलाई तपाईको व्यवस्था परिवर्तन गरेर कारबाही बाल मन्दिरको जग्गा हिजो बडा महारानी मुमा बडा महारानी संरक्षक हुँदाखेरि कहिले समस्या आएन तर अहिले चाहिँ त्यहाँ अर्को स्कुल चलिरहेछ बाल मन्दिरको जग्गा चाहिँ कौडी भाउमा चाहिँ भाडामा दिएर त्यहाँ चाहिँ अर्कोले रोजाइ गरेको कुरा थाहा छ त्यो कसले गरे भनेर प्रश्नसँग आइसकेको छ होइन त त्यो पनि धेरै ठुला मान्छेको नेता छोरीले गरेको भन्ने कुरा प्रश्नसँग आइसक्यो त्यसको बारेमा कारबाही हुनुपर्ने ती भ्रष्टाचारलाई कारबाही कहिले हुन्छ तपाईहरुको व्यवस्था परिवर्तन भएपछि मात्र कहिले हुन्छ भन्नुस् अब मै अघि पृष्ठभूमिमा भनेको कुराले जसले भ्रष्टाचार गरेको छैन त्यो मान्छेले कारबाही गर्ने हो
भ्रष्टाचारीले नै भ्रष्टाचारीलाई कारबाही गर्यो भने भोलि म पनि बाँच्दिनँ भनेर उसले भ्रष्टाचारको कारबाही गर्दैन। परिवर्तन गर्नु खोजे पनि त्यही हो। त्यस पछाडि उहाँहरूसँग त्यो त छानबिन गर्ने हो, फेरि डराउनु कसैलाई पर्दैन। छानबिनमा ठहरिएका मान्छेलाई कारबाही हुने हो, नठहरिएको मान्छेलाई कारबाही हुँदैन। झुटा मुद्दा लाग्दैन, झुटा मुद्दा लाग्दैन, झुटा मुद्दा लगाएर थुन्नुपर्छ भनेर प्रतिशोध लिनु हुँदैन। भोलि परिवर्तन भयो भने पनि त्यो गर्नु हुँदैन भन्ने पक्षको मान्छे हो म। तर जसले गल्ती गरे हो, जसले चाहिँ भ्रष्टाचार गरे हो, उसलाई चाहिँ कारबाही हुनुपर्छ भन्ने कुरा चाहिँ म पनि अहिले पनि म दृढ छु, त्यो हुनुपर्छ। राप्रपाले त्यत्रो ल्याकत राख्छ, कारबाही गर्न सक्छ? यति ठुला दलका दुईटा ठुला दलको सरकार छ, हेर्नुहोस्। त्यसै भन्थे राप्रपाले चुनाव जित्छ र राप्रपालाई नि भोट हाल्छन् जनताले भन्थे होइन। म सानो उदाहरण दिन्छु। यही काठमाडौँ हो जहाँ परिवर्तन भयो। हजुर, यहाँ बागमती प्रदेशमा 20वटाको सिट छ, 10जना सङ्घमा, 10वटालाई 2-2वटा गरेर आएपछि 20वटा प्रदेशको चाहिँ सदस्य निर्वाचित हुने क्षेत्रहरू छ। त्यसमध्ये हामी सिङ्गल ह्यान्ड गएको हो। काङ्ग्रेस, समाजवादी, माओवादी को 5वटा मिलेर गठबन्धन हो। एमाले एक्लै हो, हामी एक्लै हो। र यहाँ जितेको कसले कति सिट भन्नुहुन्छ भने काङ्ग्रेसले 5वटा गठबन्धन गरेर जितेको 8वटा। त्यसपछि त्यसैसँग गठबन्धन गरेको एकीकृत समाजवादीले 2 सिट है। त्यस पछाडि हामीले जितेको 5 सिङ्गल 25%। एमाले जितेको 4। यो मान्छे जनताले बुझेकै छैन। एमाले जितेको 4, एउटा हाम्रो नेपाली पार्टी भन्ने लौरो चिन्ह भएकोले जितेको 1 र 20। यसरी भएको हो भनेपछि काठमाडौँमा परिवर्तन हो, काठमाडौँ जनताले यो गरेको भनिन्छ। तर मत त के देखियो भने मत त सिङ्गल ह्यान्ड, काङ्ग्रेस पनि सिङ्गल ह्यान्ड गएको भए हामी 10 सिट जित्यौँ, 10 देखि 11 सिट हामी हुन्थ्यो। त्यो दाबी छ तपाईँ? हो नै हो। हाम्रो साथीहरू, हाम्रो चाहिँ उम्मेदवार साथीहरू जो निकटतम प्रतिद्वन्दी भएर 150, 200, 300, 500 को बिचमा अर्को 4जना 5जना मान्छे, तर 77 जिल्लाबाट उम्मेदवार उठाउन सक्नु भएन। होइन, यस्तो छ। म अहिले पनि भनिरहेको छु, सहरमा भोट परिवर्तन हुन थाल्यो, सहरमा भोट परिवर्तन हुन थाल्यो। अझ मान्छेले के भन्छ भने भोट त जित्दिन दिनुपर्छ, हार्छ भने त दिनुहुन्न। हिजोसम्म त्यही दिन्छु भन्थ्यो, त्यसैलाई दिन्छु भन्थ्यो। तर भोट हाल्ने बेला भित्र मैले हाले भोट त खेर नजाओस्, 2 घन्टा भइसक्यो लाइन बस्या, मैले हाले भोट त खेर नजाओस् भनेर। अनि यसले जित्न लाग्यो भन्छ, अर्को पार्टीले जित्न लाग्यो भने त्यसलाई हराउने को भनेर खोजेर त्यसलाई हाल्ने, अर्कोलाई हाल्ने। यसले नजितोस् भन्ने भयो भने चाहिँ यसलाई हराउन सक्ने को छ भन्दा यो छ भने यसलाई हाल्ने। खालि 2टा पार्टी भन्दा 3टो पार्टी, तेस्रो पार्टीमा भोटै आउँदैन है। त्यो हुँदै त हाम्रो सहरमा अहिले परिवर्तन भएको कुरा देखिसक्यो। अब गाउँमा चाहिँ के छ भने भारो पानी पँधेरो तपाईँको चाहिँ मर्दा जिउँदोमा जन्ती जाँदा सब आउट गर्ने र त्योलाई छिछि दूर गाउँमै बस्न नसक्ने बनाउँछन्। त्यसले गर्दा त्यो पार्टी परिवर्तन गर्न नसकेको अवस्था हो। अब बिस्तारै त्यहाँ गाउँमा पनि एक्लै पनि बाँच्न सकिन्छ, आफ्नो गरेर खाने हो। आफ्नो खाएपछि आफैले चाहिँ आफ्नो तजबिज गर्न सकिन्छ, आफ्नो चाहिँ स्वनिर्णय गर्न सकिन्छ भन्नेको दिनमा हेरिराख्नु होला यो अवस्था कहाँबाट कहाँ पुग्छ। अनि चुनावको परिणाम पनि त्यसपछि आउँछ। अब अर्को कुरा एउटा के छ भने जस्तै अहिले चाहिँ आफ्नो अध्ययन पुरा गरिरहेका, युरोपमा आफ्नो अध्ययन पुरा गरिरहेका पूर्व राजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र वीर शाहलाई अहिले चाहिँ एउटा टेलिभिजन कार्यक्रमबाट उनलाई चाहिँ विवादित तानिएको छ। उनले एउटा स्ट्याटस जारी गरेका छन्। उक्त स्ट्याटसबाट अहिले चाहिँ एउटा सामाजिक सञ्जालमा छताछुल्ल भएको छ। यसलाई कसरी हेर्नु भएको छ तपाईँले? म अलिकति अगाडिको एउटा क्वेसन मैले तपाईँले पढेको क्वेसनलाई म भन्छु, क्वेसनको जवाफ अहिले बाँकी छ। राजा ज्ञानेन्द्रबाट त्यस्तो के देखिन्छ त भन्नुभएको कुरामा राजा ज्ञानेन्द्र जति सहनशील, संयमित र सन्तुलित र बोल्दा उहाँको सबै खालको कुराहरूलाई अथवा चाहिँ बेला बखतमा आएका उहाँका चाहिँ नि सन्देशहरूलाई हेर्दाखेरि देशको जनताको पक्षमा उहाँले आफ्नो कुरा भावनाहरू राख्दाखेरि कति सन्तुलित छ। उहाँलाई असाध्यै सङ्कटको समय पनि हामीले देख्यौँ, असाध्यै राम्रो अनुकूल अवस्थाहरू पनि देख्यौँ र अहिले प्रतिकूल हुँदा पनि उहाँको संयमित कस्तो छ। मान्छे हेर्नुहोस्, मान्छेलाई कसरी हेर्ने भन्ने कुरा हुन्छ। तर यिनीहरूलाई हेर्नुहोस् त पहिले अब उठाउनु भएको ठाउँमा जान्छु म। नवयुवराज हृदयेन्द्रको बारेमा ख्याल गर्ने कुरा हो, अर्काको टिका टिप्पणी त्यसरी गर्ने हो।
त्यस्तो टिका टिप्पणी गर्दा के हुँदो रहेछ भन्ने कुरा देखियो होला नि। म एकजना फिल्म हेर्न नगएर रोकिया हो र यो उहाँको फिल्मको अवस्था त कुन तहमा पुग्यो भनेर त देख्नुभयो होला नि। त्यसमा कसैले पनि घमण्ड गर्नुहुन्न भन्ने लाग्छ। म पनि घमण्ड गर्दिनँ, घमण्ड गर्नु हुँदैन। मैले अहिले भनेका कुराहरू हामी यति जित्यौँ भने जनताले हामीलाई मन पराए मात्रै भने हो, मैले घमण्ड गरेर भने होइन। किन जनताले मत परिवर्तन गर्दैछन् र हामीलाई पनि भोट हाल्छन् है, राप्रपालाई भोट हाल्छन्, राप्रपा पनि पार्टी हो भनेर चाहिँ काठमाडौँकै सचेत र चाहिँ के भने राजधानीका जनताले भन्न थालिसके भन्ने कुराको म्यासेज दिनु मात्र खोजे हो। मैले घमण्ड गरे होइन, घमण्ड गर्नु हुँदैन। र म त्यहाँ बागमती प्रदेशमा पनि म संसद दलको नेता, सबै दलका साथीहरूसँग मेरो आफ्नो समन्वय हुन्छ। म आफ्नो खालको कुरा राख्छु, मेरो कसैसँग मेरो ऊ छैन। तर के भनिन्छ भने उहाँले सार्वजनिक रूपमा टेलिभिजनमा बसेर अनि चाहिँ के भने अनुहार राम्रै रहेछ, कुन्नी के रहेछ, त्यसरी चाहिँ नि बरु हिरोमा आवे हुन्छ। अब त्यो चाहिँ के भन्छ चाहिँ अभिनय गर्न जान्नुभएको जानेकै होला, नभए सिकिहालिन्छ। यस्तो हल्का फुल्का कुरा गर्ने कोसँग कुरा गरिरहेको छु, कस्तो खालको परिवारको अथवा कस्तो खालको व्यक्तित्वसँग कुरा गरिरहेको छु भन्ने कुरा बुझ्नुपर्छ पर्दैन। र उहाँले फेरि बुझ पचाएर अथवा नजानेर नबुझेर गरे जस्तै गर्नु भएको छैन। उहाँ एकदम जानेको बुझेको ढङ्गबाट चाहिँ उहाँले त्यो खालको चाहिँ टिका टिप्पणी गर्नुभएको छ। यस्तो गर्ने अधिकार कसैको पनि त्यो तल्लो तहबाट मूल्याङ्कन गर्नुहुन्न। हामी त हेर्नुहोस् कसैको पनि त्यो खालको चाहिँ मूल्याङ्कन गर्दैनौँ। र क्षमता केही न केही कसैसँग नै हुन्छ, 100 कोही हुँदैन होइन, 100% कोही पनि हुँदैन। केही तलमाथिका कुरा हुन्, तर फेरि धेरै असफल पनि मान्छे हुँदैनन्। तर उहाँलाई त राजा यो शासन अनि यो राजनीतिक अब उहाँले धेरै कुरा सोच्नुपर्छ भन्ने लाग्छ। उहाँले धेरै कुरा सोच्नुपर्छ। राम्रो होस्, अझ पनि भन्छु सुध्रिनुहोस्, माफी माग्नुहोस् होइन। अब मिडिया छ, सामाजिक सञ्जाल छ, कहीँ गएर माफी माग्नुपर्ने होइन। यो मेरो गल्ती भएछ भन्दाखेरि सिद्धिहाल्यो, गल्ती गरेकै हो नि त। किन चासो लिनुपर्छ त्यत्रो? तपाईँ चिन्नुहुन्छ भन्दा चिन्छु, कुन रूपमा चिन्नुहुन्छ भन्दाखेरि त महाराज के भन्छ अब अहिले उहाँलाई भन्न मन नलागे पूर्व राजाको नाति हो भनेर भन्दा भइहाल्यो, फलानाको छोरा भन्दा भइहाल्यो। अहिले उहाँ पढ्दै हुनुहुन्छ भने 20-22 वर्ष 25 वर्ष कति वर्ष आउनुभयो भन्दा भइहाल्यो त होइन। किन त्यही त्यस्तो खालको टिका टिप्पणी, त्यो क्षुद्र खालको मान्छेले कसैलाई पनि अवमूल्यन गर्ने, कसैलाई मिनिमाइज गर्ने, कसैलाई होच्याउने गर्छ भने त्यो चाहिँ ब्लस्ट हुन्छ। त्यो ब्लस्ट भएको हो। मान्छेलाई जनतालाई मन परेन, उहाँको फिल्मले त्यो सजाय पायो। अब तत्कालै उहाँलाई गएर कुट्ने त होइन नि त। त्यो तत्कालै के घटना घट्यो भन्दाखेरि चाहिँ उहाँले सजाय पाउनुभयो। तर त्यो विषयलाई लिएर प्रधानमन्त्री फ्लप भयो। त्यसलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एउटा धम्की दिनुभयो भन्ने कुरा आछ के? धेरै ठाडो बोल्नुभयो उहाँले। फेरि प्रधानमन्त्रीज्यू त अब डराउनु भएको हो। मैले भन्नु कसरी भनौँ यो मिडियाबाट है, के भन्नुभयो? घर घरमा रेल आउँछ। त्यही कुरालाई अलि वर्षपछि के भन्नुभयो? घर घरमा रेल आयो भने घर घर रहन्छ, घर घरमा रेल आउँछ, घर घरै उडिहाल्छ नि भन्नु। यस्ता खालको कुरा गर्ने मान्छेसँग म के कुरा गर्ने? किन टिका टिप्पणी गर्नुभयो नातिसँग? उहाँले माघको 16 गते जहाजको टिकट काट्नु भन्नुभयो, म जहाज चलाइदिन्छु भन्नुभयो होइन। घर घरमा ग्यासको पाइप आउँछ, यो ग्यासको सिलिन्डर बोकेर हिँड्नु भन्नुभयो होइन। त्यहाँ कुस्मासम्म पुगेपछि त्यो म्याग्दी पुगिहाल्छ, के भन्छ बाग्लुङसम्म पुगेपछि कुस्मामा स्टेसन भइहाल्छ। यस्ता कुरा त्यही भएर तह हुन्छ मान्छे, तह हुन्छ, तह अनुसार कुरा गर्नुपर्छ। त्यो तह मिल्दैन भन्ने जनताले महसुस गरेका छन्। तपाईँका दुईटा नेताहरू तिनकुने घटनामा चाहिँ त्यसमा चाहिँ राज्यद्रोह अथवा चाहिँ सङ्गठित अपराध संलग्न भएको आधारमा पक्रिनु भयो। अहिले माननीय धवलशमशेर राणा आफ्नो स्वास्थ्य स्थितिलाई देखाउँदै अहिले चाहिँ हाजिरी जमानीमा छुटिसक्नु भएको छ। तर उहाँ छुटिसकेपछि अहिले चाहिँ वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र चाहिँ अहिले पनि हतकडीमै हुनुहुन्छ। एउटा विवाद त अब अन्य नेताहरूलाई चाहिँ हतकडी नलगाएको, उहाँलाई मात्रै एउटा पूर्वाग्रही रूपमा लगाइयो भन्ने एउटा आरोप आइरहेको छ। अर्को कुरा चाहिँ स्वयं वरिष्ठ उपाध्यक्षले के भन्नुभएको छ भने धवलशमशेर राणा छुटिसकेपछि जसरी नेताहरू चाहिँ भेट्न आउनुहुन्थ्यो त्यसरी आउन छोड्नुभएको छ, मलाई पार्टीले पनि विभेद गर्यो भन्ने खालको चाहिँ स्ट्याटस जारी गर्नुभएको छ। के विषय भन्नु चाहिँ के कुरा गर्नुभयो है? सबभन्दा ठुलो कुरा चाहिँ के भने त्यो घटना जुन 15 गतेको जुन घटना छ तिनकुनेको, त्यो घटनाको आयोजक राप्रपा होइन। त्यो आयोजक चाहिँ नि मलाई लाग्छ दुर्गा प्रसाईजीको नेतृत्वमा भएको कार्यक्रम हो। भनेपछि अब त्यसमा चाहिँ के भने हाम्रो पार्टीले के खुल्ला गरेका थियो भने यो हाम्रो एजेन्डासँग मिल्ने कुनै पनि कार्यक्रमहरूमा सहभागी हुने। तर अब हाम्रो आयोजनाको चाहिँ हामीले जिम्मेवारी लिने हो, अरूले गरेको आयोजनाको अरूले जिम्मा लिने हो, नम्बर 1।
नम्बर 2 त्यहाँ घुसपेट भएको थियो, त्यहाँ चाहिँ त्यो जलाउने ऊ गर्ने अथवा चाहिँ तोडफोड गर्ने, पुलिससँग लप्पा खेल्ने, उता चाहिँ के भन्छ जडीबुटी जलाउने, यता जलाउने, गाडी जलाउने, यो सबै घुसपेट भएको भन्ने भनेपछि तपाईँको भनाइ तपाईँलाई म एकछिन रोके तपाईँलाई के रोके भने त्यसो भएपछि आयोजक जो थियो अब रविन्द्र मिश्रलाई रिहाई गर्नको लागि पनि जिम्मेदारी उसले लिनुपर्छ भन्ने हो। एकछिन सुन्नु न, म भन्दैछु। त्यसबाट त सत्य तथ्य समिति एउटा चाहिँ छानबिन समिति बनाएर सत्य तथ्य बाहिर आउनु पर्यो। दोषीले दोषी नै हुनु पर्यो नि त, होइन? दोषी होइन भने त दोषी ठहराउनु। तर रिहाई गर्नलाई दबाब दिनु भएन नि तपाईँहरूले, उहाँले त्यही भन्नुभएको छ। के गरेको छैन मैले सुन्नुहोस्, म भन्छु त्यस पछाडि। नम्बर 1 त्यो। नम्बर 2 उहाँहरूलाई जस्तो हिजो चाहिँ नि भ्रष्टाचारका त्यत्रो काण्ड भएका नेताहरू अब यसरी हात उठाउँदै अदालतमा हिँडेको हामीले देख्या हो, यसरी गर्दै अब मास्क लगाएर यसो गर्दै हिँडेको हामीले देख्या हो। तर आज उहाँलाई के अभियोग लगाइएको छ भने सङ्गठित अपराध र राष्ट्रद्रोहको अभियोग लगाइएको छ। अरू अभियोग लगाउन नसक्छ। त्यो पनि निश्चित समयमा केही समयमा शान्ति सुरक्षाको लागि चाहिँ उहाँहरूले अर्को खालको भूमिका गरेका कारणले भने शान्ति सुरक्षा सम्बन्धी मुद्दा चलाएको होइन, उहाँहरूले त गम्भीर मुद्दा चलाइएको छ। यो नै गलत हो। राष्ट्र यिनीहरू कति आत्तेका छन्, राष्ट्र चलाउने यो शासकहरू कति आत्तेका छन् भन्ने कुरा यसले पनि देखाउँछ। कहाँ लगेर फसाउनु खोज्या र कति वर्षभित्र हाल्नु खोज्या, होइन भने हामी यसो गर्छौँ भन्ने खालको उनीहरूको चाहिँ के भने यो सन्देश हो, यो गलत छ। अर्को कुरा अब धवल शमशेर चाहिँ म चाहिँ अब सबैलाई थाहा भएको सार्वजनिक रूपमै सबै कुरा आइसकेको छ, होइन? उहाँ चाहिँ त्यो खालको चाहिँ रोगसँग जुधिराख्नु भएको छ। त्यसै गरी फलोअप गर्नको लागि भनेर उहाँलाई त्यो पनि झन्डै चाहिँ नि 15 दिन 20 दिन पछाडि बल्ल मात्रै कुरा उठिसकेको, त्यति दिन पछाडि मात्रै उहाँलाई हाजिर जवारीमा छोडेको अवस्था हो। अब हाम्रो वरिष्ठ नेता उपाध्यक्ष रविन्द्र मिश्रको सवालमा उहाँहरू असाध्यै धेरै चाहिँ के भने आक्रामक हुनुहुन्छ। उहाँसँग एकदमै चाहिँ यो मान्छे ठिक छैन भन्ने खालको ढङ्गबाट उहाँले प्रस्तुत हुनु भएको छ। त्यसैले उहाँलाई दुःख दिया हो। अब यसो भन्नुहुन्छ भने हाम्रो पार्टीको अध्यक्ष माननीय राजेन्द्र प्रसाद लिङ्गदेन उहाँलाई एक्लै अस्ति भर्खर गएर त्यहीँ परिसरमा गएर भेटेर आउनु भएको छ, होइन? अब हामी पनि पटक पटक गएका छौँ, सबै खालका साथीहरू जानुभएकै छ र केही समय पछाडि हेरिरहनु होला, नछोडी सुखै छैन, छोड्नु छोड्छ। अब के छ तपाईँहरूको दबाबमूलक यिनीहरूले गर्ने भनेको अब अहिले चाहिँ 1 महिना नआएर यता आयो, होइन? अस्ति 15 गतेबाट अनि चाहिँ उहाँहरूले अलिक बढी दुःख दिने भयो, 30-40 दिनसम्म दुःख दिने हो, 40-50 दिनसम्म, त्योभन्दा बढी दुःख दिने काम छैन, ठाउँ छैन। अब उहाँहरूले चाहिँ छोड्नुपर्छ। अहिले पनि म एकदमै आग्रह गर्छु यो झुठा मुद्दामा नफसाइयोस्, बिना शर्त तत्काल रिहा गरियोस्। यो जनप्रिय लोकप्रिय टेलिभिजन मार्फत भन्छु, र यसले उहाँहरूको हितै हुन्छ, अहित हुँदैन। र यसलाई नै इस्यु बनाएर उहाँहरूलाई भित्रै राख्ने खालको जुन गतिविधि गरिरहनु भएको छ, झन् आम पिपुल चाहिँ के भने आक्रोशित भइरहेका छन्। यो कुराले उहाँहरूलाई भोलि हुने गतिविधिको कुरामा पनि असर पर्छ। यो कुरा जारी राख्नु होला। अब जुन फागुन 25 गते पूर्वराज ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रममा तपाईँहरूको भिड देखियो एक किसिमको, होइन? एउटा किसिमले चाहिँ अब चाहिँ यो देशमा परिवर्तन असम्भवी छ, हुन्छ, जनता साँच्चै राजाको पक्षमा छन् भन्ने चाहिँ देखियो थियो। तर त्यसपछि त श्रृङ्खलाबद्ध रूपमा तपाईँहरूको त आन्दोलन कम हुँदै गइरहेछ, होइन? अब यो 4 जनाको मिलन अथवा राजावादीको यो मिलनले फेरि त्यो आन्दोलन हुनसक्छ, त्यति मान्छे आउँछन्। सुन्नुहोस्, राजाप्रति जनता किन आकर्षित भए? यो यिनीहरूकै पराक्रम हो, होइन? यो अहिले 17-18 वर्षसम्म जे भयो, जनताले राजाले कहीँ डिस्टर्ब गरेर देख्नु भएको छ त मैले यो 17-18 वर्ष? यहाँ गलत भयो, यो तिमीले यो गर्न पनि गरे, यो भयो भनेर भन्ने काहीँ छ? अथवा यसलाई चाहिँ असफल बनाउनुपर्छ भनेर लागेको काहीँ छ? छैन। हाम्रो पार्टीले पनि हामीले हाम्रा कुरा राखेका छौँ, तर डिस्टर्ब गरेका छैनौँ। प्रतिपक्ष कुनैले डिस्टर्ब गरेका छैन र उनीहरूले एक छत्र चाहिँ आफ्नो खालको काम गर्न पाउँदा आज चाहिँ त्यो भुइँ मान्छेहरूको चाहिँ अवस्था सुदृढ भएर नेपालले एउटा काया पलट गरेर आर्थिक रूपमा भयङ्कर उन्नति प्रगति गरेको भए हाम्रो आवाज बिस्तारै 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 कम हुँदै जान्थ्यो। त्यो स्वाभाविक थियो। तर आज उहाँहरूले के गर्नुभयो भने आफू र आफ्ना मान्छेलाई बनाउने बाहेक कुनै पनि काम गर्नुहुन्न। यही मौका हो, यो मौकामा यो कुनै पनि कुरा चाहिँ कसर छोड्नुहुन्न, आफू बन्नलाई आफू बनाउनलाई भन्ने जुन खालको स्वभावले काम गर्नुभयो, त्यसले मुलुकमा आर्थिक अवस्थाको अवस्था हेर्नुहोस् अहिले कस्तो अवस्था छ, होइन? यो उठ्नै सक्दैन। मैले अघि भनिसकेँ, होइन? जस्तो 46 सालको परिवर्तन पछाडि 29 अरब बजेट घाटा, उहाँहरूले भनेको डाटा हो, 29 अरब बजेट घाटा। यो राष्ट्र ऋण भनेको त्यति मात्रै हो, आन्तरिक र बाह्य गरेर। 62-63 मा पुग्दाखेरि त्यो 5 खरबमा पुग्यो, 5 खरबमा।
72-73 को यो संविधान जारी हुँदाखेरि त्यो 8 खरबमा पुग्यो। 72-73 को संविधान आए पछाडि जुन असोजमा आयो त्यस पछाडि संहिता लागू गर्नुभयो। त्यस पछाडि आजसम्म आइपुग्दा झन्डै 28 खर्ब चाहिँ बजेट घाटा। खर्ब है यो भनेको 2800 अरब 2800 अरब हो। यति चाहिँ राष्ट्र ऋण र वैदेशिक ऋण छ। अब उहाँहरूले 17 खर्बको बजेट ल्याउनुहुन्छ। त्यस पछाडि साधारण खर्चमा चाहिँ नि झन्डै 10-11 खरब जति खर्च हुन्छ। अनि राष्ट्र ऋण र इन्स्टलमेन्ट र चाहिँ नि ब्याज स्याज बुझाउँदाखेरि 3.5 खर्ब जति खर्च हुन्छ। 11, 3, 14, 3.5, 14 भयो। अब 2, 2.5, 3 खर्ब जति विकास बजेट भन्नुहुन्छ र असारको मसान्तसम्म आइपुग्दा त्यो खर्चको चाहिँ 1.5 खर्ब हुन्छ। त्यति मात्र होइन, यो सरकार परिवर्तन भएपछि त्यो 17 खर्बको बजेटलाई 15.5 खर्बमा ओह्राल्यायो। भनेपछि विकास बजेट भनेको 1 खर्बको हाराहारी मात्रै खर्च हुन्छ। अब कसरी आर्थिक रूपमा उन्नत हुन्छ त? मुलुक कसरी उन्नत हुनुको कारण के? त्यसबाट कुनै पनि कारणले यो मार्गचित्रबाट गएर मुलुक उन्नत हुन सक्दैन, सबल हुन सक्दैन, आर्थिक रूपमा सम्पन्न हुन सक्दैन, खुसी र सुखी जनता बनाउन सक्दैन भन्ने नै हामीलाई लाग्यो। त्यसकारण तपाईँहरू यहीँ रोकिनुहोस् र सही बाटो जाउँ। तपाईँ एउटा युवा नेता, खारिएको नेता, धेरै यो व्यवस्था पञ्चायतकाल सबै बुझेको नेता, अहिले तपाईँको रणनीति, कार्यनीति, तपाईँको कार्यशैली, तपाईँको योजना सबैले तपाईँको अध्ययनले के भन्छ? अब यो देशमा फेरि तपाईँले भने जस्तै व्यवस्था परिवर्तन कहिलेसम्म हुन्छ जस्तो लाग्छ तपाईँ? अलिकति जोडिहाल्नु। अहिले राजाको कुरा त मैले के भन्छ पोखराबाट काठमाडौँ सवारी भएर निर्मल निवास जाँदाखेरिको कुरा। त्यहाँ लखौँ मान्छे जम्मा भएको। त्यो कसैलाई दाल भात खानिदिएर गाडी चढाएर मासु भात खानिदिएर पैसा दिएर ल्याएको मान्छे होइन। यो कुरा प्रष्ट हो, सबैलाई थाहा छ, तिनीहरूलाई पनि थाहा छ। र उहाँहरूले हामी लखौँ मान्छे जम्मा गर्छौँ भनेको ठाउँमा कति मान्छे जम्मा भए, कति युवा जम्मा भए? युवाभन्दा 40 वर्ष नआएका बढी जम्मा भयो कि त्यो पनि देख्न भएको छ। युवा जति खाडीमा होइन, मलेसियाको जङ्गलमा, त्यसभन्दा अलि सक्ने मान्छेहरू अरू कन्ट्रीहरूमा श्रम र रगत र पसिना बेचेर आएको रेमिट्यान्सबाट हामीसँग यति महिनालाई पुग्ने चाहिँ विदेशी रकम सञ्चित छ भनेर जुन फुर्ती गरिरहनु भएको छ, घमण्ड गरिरहनु भएको छ, त्यतातिर नलाग्नुहोस्। यो क्षणिक मात्रै हो। यदि ती जनताहरूले त्यो खालको गर्दा हातमुख जोड्नकै लागि, छोरीको बिहे गर्नकै लागि, छोराछोरीलाई पढाउनकै लागि मान्छे विदेश जान पर्ने अवस्था छ, यो यिनीहरूको आक्रमण नेता हो नि त, होइन उहाँहरूको आक्रमण नेता हो नि त। 46 साल अगाडि हेर्नुहुन्छ भने मुस्किलले महिनामा 2000 मान्छे बाहिर जान्छ। आज दिनमा 7000, 6000, 7000 मान्छे श्रम गर्नकै लागि, त्यति बेला त पढ्नको लागि, घुम्नको लागि अथवा चाहिँ नि भनौँ त्यहाँ आफन्त भेट्नको लागि भनेर मुस्किलले 2000 मान्छे भने आजको अवस्था यो अवस्था छ। योले अब यो त्यसबाट यी सब कुराहरूलाई हेर्नुहोस् न, यहाँ रोजगारीका अवस्थाहरू थियो। अब जनकपुर चुरट कारखानाको कुरा गर्ने कि सुगर मिल, अब बिरगञ्ज चुरट कारखानाको कुरा गर्ने कि कृषि औजार कारखानाको कुरा गर्ने कि यहाँ छाला जुत्ता कारखानाको कुरा गर्ने कि कपास उद्योगको कुरा गर्ने कि कपडा उद्योग, हेटवटा कपडा उद्योगको कुरा गर्ने कि सिमेन्ट फ्याक्ट्रीको कुरा गर्ने कि के कुरा गर्ने भनेको होइन। यो अवस्था चाहिँ सिर्जना उहाँले गर्नु र राज्यले व्यापार गर्ने होइन, व्यापार जनताले गर्ने। अब तपाईँको प्रधानमन्त्री भएर यस्तो नगर्नुहोस् भन्ने मेरो चाहिँ सल्लाह है। यस्तो नगर्नुहोस्, के नगर्नुहोस् भने व्यापारीको पक्षमा लागेर जनताको अहित हुने काम नगर्नुहोस्। यो गलत हो, यो गलत हो। अर्को कुरा मेरो उहाँलाई मैले एउटा चाहिँ अनुरोध पनि भने र मैले भनेको पनि छु, तपाईँप्रति एकदमै जनताको नकारात्मक कुरा छ। जस्तो कम्बोडियामा चाहिँ उहाँको लगानी छ भन्ने कुरा आयो, 21 करोड डलरको। त्यस्तै चाहिँ स्विजरल्यान्ड ब्याङ्कमा 41 भनिएको थियो, हुँदा 55 करोड डलरको कुरा आयो, उहाँको नाममा छ भन्ने कुरा आयो। धेरै ठाउँमा उहाँको पैसा छ भन्ने र धेरै भ्रष्टाचार सम्बन्धी कामहरू भएको छ भन्ने कुरा आयो। अब उहाँले आफ्नो जीवनकाल छँदै यो कुरामा तथ्य सत्य के हो छानबिन आयोग गठन गरेर म चाहिँ यो कारणले क्लियर छु है भनेर त्यो छानबिन आयोगले, समितिले यो कारणले प्रधानमन्त्री फलानु यति बेलाको प्रधानमन्त्री निवर्तमान अथवा चाहिँ पूर्व प्रधानमन्त्रीको कुनै कसुर छैन, गल्ती छैन भनेर क्लियर हुनुभयो भने त्यो उहाँको लागि जीवनकालमा राम्रो एउटा काम भयो भन्ने लाग्छ। तर अहिले बलको भरमा मैले यो पनि गरेको छैन, त्यो पनि गरेको छैन भनेर उखाने ढङ्गबाट जे भन्दै जानुहुन्छ भने भोलि तपाईँको जीवन उपरान्त पनि यो अभियोगबाट उहाँ चाहिँ मुक्त हुनुहुन्न र उहाँका
आसेपासे वरपरका सबैलाई यही कुराले चाहिँ सधैँभरि सिद्धिने काम हुन्छ, त्यो सिद्ध्याउने काम नगर्नुहोस् भन्ने मेरो सल्लाह हो। मेरो सल्लाह मान्नै पर्छ भन्ने चाहिँ छैन। फेरि मेरो यो सल्लाह हो। यो सल्लाह मान्नुभयो भने उहाँको लागि र उहाँको पछाडिका लागेका मान्छेहरू र उहाँको अनुयायीहरूलाई यसले सहज हुन्छ। यो गर्नु भएन भने उहाँहरूलाई गाह्रो हुन्छ। पछि मेरो सल्लाह मात्रै मेरो सल्लाह मान्नुपर्छ भन्ने छैन, यो सल्लाह हो। तपाईँले ठ्याक्कै के बताइदिनु भने अब तपाईँको मैले अघि पनि तपाईँलाई एकचोटि भने तपाईँको अहिलेको कार्यशैली रणनीतिको आधारमा हेर्ने हो भने, त्यो अध्ययन गर्ने हो भने अब यो देशमा व्यवस्था परिवर्तन कहिलेसम्म हुन सक्छ? एकदम तपाईँले त्यो अघि नै सोध्नु भएको कुरा हो। हेर्नुहोस् यो एकदमै छिट्टै हुन्छ। सबैले कति महिना, सबैले कति वर्ष? अब हाम्रो चाहिँ रणनीति बनिरहेको छ कसरी जाने भनेर। हामी चाहिँ हत्या हिंसाको पक्षमा छैनौँ। हामी मान्छे मारेर अनिखेर चाहिँ विध्वंस गरेर अनि ब्याङ्क लुटेर पैसा ल्याएर त्यसपछि हतियार किनेर मान्छे काट्दै हिँड्दै चाहिँ के भने क्रियापुत्रीलाई काट्दै हिँड्ने, यो गर्नुहुन्न ऊ गर्नुहुन्न भन्ने यो खालको ढङ्गबाट हामी छैनौँ। हामीले के भन्छ भद्र अवज्ञा आन्दोलन सुरु गर्छौँ। कस्तो खालको हुन्छ? जेल भर्ने आन्दोलन सुरु गर्छौँ, जेल भराउ अभियान। अनि चाहिँ अब सडकमा बस्ने अभद्र कहिलेदेखि सुरु गर्नुहुन्छ? अब हाम्रो तुरुन्तै त्यो खालको तयारी हुँदैछ। सडकमै बस्नुहुन्छ? बिस्तारै 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 हामी चाहिँ त्यो कुरालाई अगाडि सामूहिक गिरफ्तारी दिनुहुन्छ? सामूहिक गिरफ्तारी दिन्छौँ हामी। झन् सजिलो होला नि त। ठिक छ, उहाँहरूलाई सजिलो हुन्छ भने ठिक छ, हामीलाई के आपत्ति छ? होइन, जाने भात खाने बस्ने यी सब मान्छेलाई थुन्ने त्यस पछाडि हामी चलाउने भन्नुहुन्छ नि भन्नुहोस् न। यहाँ अन्तर्राष्ट्रिय जगत पनि छ, उहाँहरू मात्रै हुनुहुन्न। यहाँ मानवाधिकार चाहिँ एमनेस्टीहरू छ, ऊहरू छ, सङ्घ संस्थाहरू छ। त्यसले भन्ला नि त यो के भइरहेछ भनेर। त्यति सजिलो हुन्छ। अब एउटै आन्दोलनबाट 100 जना पक्राउ पर्नुभएको छ होइन? त्यो कारणले पनि तपाईँहरूको त अभियान त अहिले हाम्रो त सुरु भइरहेको छ। पर्सि 21 गतेसम्म हाम्रो अल्टिमेटमै हो होइन? 21 गते हाम्रो चाहिँ 21 गतेसम्म उहाँहरूले त्यो चाहिँ अहिले झुटा मुद्दाहरू फिर्ता लिएर उहाँहरूलाई रिहाई गर्नुहोस् भन्ने कुरा अल्टिमेटम दिनुभएको छ। अल्टिमेटम दिएको छ। सरकार सुन्न चाहेको छैन। सुनेन भने होइन, सुन्छ तपाईँलाई? आज 19 गते हो होइन, सुन्छ भन्ने त हामीलाई लाग्दैन। उहाँहरूले के देख्नु भएको छ भने कहाँ यो हामी हौ, हामीले गर्ने हो, हामीले गरिरहेका छौँ। यो यिनीहरूको कुरा 2-5 हजार 8-10 हजार 10-15 हजार मान्छे आउँदैमा ऊ गर्दैमा यस्तो हुँदैन। तिनीहरूले 50 हजार ल्याए 1 लाख ल्याउँछौँ, 1 लाख ल्याए 10 लाख ल्याउँछौँ भनेर भनिरहेछन् होइन। र जनमत पनि हाम्रो पक्षमा छ भन्ने छ। जनमत यसरी रहिरहँदैन। भने तपाईँ च्यालेन्ज दिनुहुन्छ? अब हामी पनि गर्छौँ। सडकमा आउनुहुन्छ? अब सडकमा आउँछौँ, एकदम आउँछौँ। लड्नुहुन्छ? लड्ने भनेर लडभिड भन्दा पनि अब हामी त्यो खालको चाहिँ भद्र अवज्ञा आन्दोलन सुरु गर्छौँ र त्यस पछाडि उहाँहरूलाई घुँडा टेकाउने। जनताले पत्याउँछ तपाईँहरूलाई? नपत्याएर हुन्छ? पत्याउँदैन भने हामी असफल हुन्छौँ, त्यति होइन कुरा। पत्याए भने हामी सफल हुन्छौँ। र हामी सफल हुनु भनेको चाहिँ मुलुक सफल हुनु हो र दीर्घकालसम्म मुलुक एउटा चाहिँ रहेछ। अहिले देश रहन्छ कि रहँदैन भन्ने अवस्था। देशका अब अहिले बाबुराम भट्टराई नामै लिनुपर्ने थियो, पूर्व मन्त्री एकजना, भारत गएर दुनियाँभर भनेर आउनुभयो। उहाँको हैसियत नेपालमा के छ होइन, कुन अवस्थामा हुनुहुन्छ उहाँको सङ्गठन कहाँ पुग्यो, उहाँले के भन्नुभएको थियो, के भयो र अहिले गएर जुन सम्मान पाएर उहाँले जुन वातावरण बनाएर आउनु भएको छ, उहाँले के भनेर आउनुभयो भन्दा यो नेपालमा जसरी भए पनि यहाँ यो चाहिँ रहिरहनु पर्यो, बरु के चाहिन्छ तपाईँहरूले लिनुहोस् भनेर आएको जस्तो बुझिन्छ अहिले। एकदम खतरा, यो खतरा हो। किनभने भारतलाई बुझाउन तयार खोइ के होला, के बुझाउन तयार होला। हस्, तपाईँको समयको लागि धेरै धेरै धन्यवाद।